सबैजनामा नमस्कार साथीहरु, के तपाईहरु नेपाल विद्युत प्राधिकरणको तयारी गर्दै हुनुहुन्छ? तह 5 प्रिटेस्ट पास नभएको या नदिएको स्टुडेन्ट्सको लागि धेरै ठूलो अपर्चुनिटी खुलेको छ। म्यानेजमेन्ट फिल्डको हुनुहुन्छ, प्लस 2 पास हुनुहुन्छ भने लेखा सम्बन्धीमा फर्म भर्न मिल्छ। लेखा समूहमा साथै प्लस 2 जुनसुकै सब्जेक्ट होस्, प्रिटेस्ट पास हुनु पर्दैन। जुनसुकै सब्जेक्ट प्लस 2 पास हुनुहुन्छ भने प्रशासनतर्फ फर्म भर्न मिल्छ तह 5 को। र इलेक्ट्रिकल तर्फ डिप्लोमा गर्नु भएको छ भने तपाईले इलेक्ट्रिकलमा फर्म भर्न पनि मिल्छ। र तह 7 को पनि स्मार्ट जीकेले नयाँ कक्षाहरू भोलिदेखि सुरु गर्न गइरहेको छ। तह 5 होस् तह 7 होस्, स्मार्ट जीकेले सम्पूर्ण लेभलको कक्षा गराउने छ NEA 7 को, जसमा टाइमिङहरु हेर्न सक्नुहुन्छ। बिहानदेखि बेलुकासम्म दिनको 4 वटा क्लासेस हुन्छ। बिहान 5 देखि 6:30 IQ, 6:30 देखि 8 जीके, बेलुका 5:30 देखि 7 रिटन पेपर र 8:15 देखि 9:15 तह 5 को म्याथ क्लासेस। यहाँ IQ को ठाउँमा तह 5 को एक्ट क्लासेस हुन्छ। सो यो सम्पूर्ण सुविधा त्यो पनि यति दिनको 4 वटा कक्षा सुरु हुने गरी तपाईले एक्जाम नहुन्जेलसम्म एटलिस्ट 2 राउन्ड सिलेबस सक्नुहुन्छ। र जम्मा न्यूनतम शुल्कमा आज इनरोल गर्दाखेरि केही विशेष छुट अफर पनि रहेको छ। र तपाईहरु NEA को 5 को होस् अथवा 7 को होस्, संस्थानतर्फको डेमो क्लासको WhatsApp ग्रुपमा जोडिन चाहनुहुन्छ भने माथि राखिएको WhatsApp ग्रुपको लिंकमा क्लिक गर्नु होला र डेमो क्लासमा जोडिनु होला। 1-2 दिन डेमो लिएर अनि बल्ल कक्षा लिनु होला। र क्लास डाइरेक्ट इनरोलमेन्टको लागि तुरुन्त WhatsApp बटनमा मेसेज गर्नुस्, कमेन्ट बक्समा NEA लेख्नुस् इफ तपाईहरु नेपाल विद्युत प्राधिकरणको तयारी गर्दै हुनुहुन्छ भने। हस्त धन्यवाद।